हेलो एभ्रिवान, वेलकम टु माई भिडियो। अनि आज फेरि हामीले चाहिँ घरको आँप चाहिँ झार्न लागेको। अनि हाम्रो घरको आँप चाहिँ सबै पाकिसक्यो है, बोटमै पाकिसक्यो। अब हेरौँ कति जति चाहिँ छ भनेर। एक लट चाहिँ हामीले अस्ति नै पनि झारिसकेको थियौँ है, यो चाहिँ सेकेन्ड लट। भने घर आइसक्यो होइन, आँप राख्ने भाडा लिनलाई। अनि यहाँ चाहिँ एउटा बाल्टिन छ, यो चाहिँ लिएर जाऊँ है। अब कति आँप आउँछ हेरौँ। सुरुमा चाहिँ हाँगा झारौँ अनि त्यसपछि बल्ल आँप टिप्ने हो। फेरि हामीले यो हाँगा किन काटेको भन्नु होला होइन। यो हाँगाहरू चाहिँ हाम्रो बाटोतिर आएर डिस्टर्ब गरेको थियो, जुन हामीले बिजुलीको तारमा चाहिँ गएको थियो घरतिर लाने तारमा। त्यही भएर चाहिँ हामीले हाँगा काटेको। अनि हेर्नु है, यस्तो देखेको छ। आँप भने हाम्रोमा धेरै नै फल्छ सधैँको वर्ष। अब चाहिँ आँपहरू टिप्नुतिर लागौँ। टिप्न वाह, क्या खतरा झरेछ है। फेरि कतिजनाले चाहिँ बुढो मान्छेलाई किन चढाउनु भयो भन्नु होला होइन। हजुरबा चाहिँ रुखमा चढ्नलाई चाहिँ पर्फेक्ट हुनुहुन्छ है, एकदमै खतरा चढ्नुहुन्छ पाहाडमा बस्नु भएको। अनि त्यही भएर है। त्यही यसरी ल कान्छीको बारी है, पाकेको एकदमै छ। हेरेर राख। ओ भाइ कति धेरै छ यहाँ त आँप। वाह, झरिए पनि। वाह, ल हाम्रो घरमा यति ठुलो नि छ है फेरि आँप। खा। अब चाहिँ हाम्रो यो साइडको आँप झार्दै कार्यक्रम। ओ माइ गड, हेर्नु है कति कता कता पुगेको छु। ओहो, फुटे नि मम्मी, यो पिच रोडमा परेका त। ल बारीको साइडको चाहिँ ठुला ठुला रहेछन् कि यो साइडको आँप चाहिँ। है, आँप खान मन लाग्यो हाम्रो घरमा आउनु है, मेरै घरमा आउनु सबैजना। म दिन्छु दुईवटा दिन्छु है सबैलाई। अब पुऱ्याउनलाई चाहिँ म कसैलाई सक्दिनँ, घरै आउनु भयो भने चाहिँ म सबैलाई दिन्छु है। अनि यता चाहिँ आँप खाँदै हुनुहुन्छ रुखैबाट। वाह, मिठो छ। ओके गाइस, एउटा आँप खाम होइन, यहाँ झरेको मध्ये एउटा खान्छु है म चाहिँ। वाह, यसलाई सुरुमा चाहिँ पखालम है, यसको चोप लाग्यो भने चाहिँ फेरि घाउ आउँछ। सो फर्स्ट यसलाई चाहिँ वास गर्नुपर्छ। ओके, मैले चाहिँ यो वास गरेर लिएर आइसकेँ। अब खाम है कस्तो छ यो भनेर। आजको लागि हामीले चाहिँ पुरै चाहिँ झारेनौँ है, किनकि फेरि धेरै हुन्छ भनेर। अनि बाँकी चाहिँ अब अर्को दिन झार्नु पर्यो भनेर चाहिँ बुवा झर्दै हुनुहुन्छ। आँप पनि यस्तो छ।
मैले चाहिँ अब फेरि पनि आँप राख्ने भनेर चाहिँ लिन घर आएको थिएँ एक्जाम यो बाल्टीभरि पनि अटाउँछ है किनकि एकदमै धेरै छ नि त त्यसमा अटाएन नि त्यही भएर ओके अब चाहिँ टिप्नलाई स्टार्ट गरौँ यो चाहिँ अब हिलो लागेछ यसलाई चाहिँ सबै पखाल्नुपर्छ अहिले लगेर कस्तो खालको आँप पनि रहेछ ठुलो ठुलो रहेछन् है रश्मि यो साइडको आँपहरू यसले चाहिँ अरूले धेरै आँप खायो भने गाली गर्छ अनि आफैले चाहिँ यस्तो खाँदैछ है यसको 3टा भइसक्यो योसँग हेर्नु होला दर्शक बिनहरू हेर्नु हजुरको पनि यस्तै दिदी थिए भने चाहिँ मेन्सन गर्नु है हजुरहरूको दिदीलाई मेन्सन गर्नु ल ल आँप चाहिँ टिपौँ एकदमै रमाइलो हुन्छ है यसरी टिप्दाखेरि दिदीले चाहिँ यहाँ टिप्दैछ ल हाम्रो घरमा फेरि नरिवलको बोट पनि छ है 2टा एकदम नरिवल पनि फलेपछि म यसरी नै भिडियो बनाउँछु मेरो भिडियो हेर्ने मान्छेहरूलाई चाहिँ म एउटा कुरा भन्छु है भिडियो हेरेर लाइक कमेन्ट गरिदिने मान्छेलाई चाहिँ धेरै 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 धन्यवाद छ हजुरहरूलाई अनि साथै अर्कोपट्टिको मान्छेहरू चाहिँ अब जसले चाहिँ भिडियो हेर्नुहुन्छ अनि भिडियो हेरेर मात्रै छोड्ने हो भने चाहिँ भिडियो नहेर्दा नि बेटर हुन्छ कि भिडियो हेरिसकेपछि लाइक र कमेन्ट चाहिँ गर्नु त्यही नै भन्न चाहन्छु है हेर्नु है आँप हेर्नु यता यता आँपतिर छु आँपतिर आँप टिप्नलाई अलि यस्तो गर्नु चाहिँ अब यता ल्याउँछ यहाँबाट अब यो चाहिँ घरमै ल आँप चाहिँ यहाँ छ ल है हाम्रो चाहिँ आँप टिप्नलाई चाहिँ यहाँ धेरै मान्छे छ है फेरि म मात्रै होइन नि आँप टिप्दा टिप्दा हामीलाई चाहिँ थकाइ पनि लाग्यो है भोक पनि लागिसक्यो अनि त्यही नै हो रमाइलो भइरहेछ मेन कुरा त आफ्नो घरमा फलेको खाना पाएपछि त झनै राम्रो कुरा हो यता माइली आमा नि हुनुहुन्छ ठुली आमा हुनुहुन्छ सबैजना हुनुहुन्छ ल आँपलाई घरतिर लाँदैछौँ हामी चाहिँ यो चाहिँ सेकेन्ड लट भयो एक लट चाहिँ मैले बाल्टीमा लगिसकेको थिएँ हामीले चाहिँ आज सबै आँप चाहिँ झारेको होइन अलिकति आँप चाहिँ अझै पनि बोटमै छ है भने यो बाटोलाई चाहिँ सफा गरौँ है यतिकै चाहिँ छोड्नुहुन्न सबैजनाले चाहिँ यसरी नै सफा गर्नु होला बाटोमा केही काम गरिसकेपछि यता साइडमा राख्नु होला के हामीले चाहिँ आँप सकेर झारेर चाहिँ सकिसक्यौँ अनि हाम्रो चाहिँ अब अस्तिले नै यति जति नै झारेको थियौँ नि त यो सेकेन्ड लट भयो त्यो भएर फाइनल्ली एक बाल्टी चाहिँ हामीले आन्टीलाई दिइसक्यौँ अनि अब चाहिँ यति छ होइन यति चाहिँ अब थोरै थोरै गरेर सबैजनालाई पुर्याउनु पर्छ खासै धेरै चाहिँ छैनन् कि किनकि अस्तिको पालि पनि झारेको नि ओके गाइज अनि अहिलेको लागि चाहिँ भिडियो यति नै थ्याङ्क यू सो मच फर वाचिङ गाइज लट्स अफ लभ एन्ड स्टे ट्युन एन्ड स्टे हाइड्रेट धेरै भोक लागिसक्यो होइन अनि मेरो पारा चाहिँ फेरि यस्तै छ किनकि बिहान बिहान चाहिँ हामीले अब आँप झारेको नि त अब चाहिँ हामीहरू खाना खान्छौँ त्यसपछि अर्को भिडियोमा भेट्यौँ ला बाई बाई